थोरै रे भन्न चाहिँ अहिले यता चाहिँ थोरै भनेको छ होइन। अहिले एकछिन बसमा 2 प्लेट खाइसक्यो आलु त्यसले। के भन्छ अरे हामी चाहिँ हजुर फाइनल हिँडिसकेका छौँ कम्पिटिसनको लागि हाम्रो एकजना बच्चा कहाँ जान लाग्यो रे नवनीत? हामी कहाँ जान लाग्यो? किन? के कम्पिटिसन? जित्छ हामीले? खै हामी कहाँ जान लाग्यो रे? कहाँ? किन? के कम्पिटिसन? जित्छ नि त? यतिको कन्फिडेन्स चाहिँ हुनु पर्यो हौ। हाफ एन आवरमा हामी चाहिँ अहिले जग्गाती आइपुगेका छौँ। अब जग्गातीमा भने चाहिँ अब सूर्य विनायकमा पुगेर चाहिँ हामी सुदीप सरलाई भेट्छौँ अनि ड्रेस लिन्छौँ। त्यो किन हाँस्दैछ? ल हामी कोटेश्वर अहिले चाहिँ अब यहाँबाट लेफ्ट जान्छौँ। आज लगभग 4-5 घन्टा लाग्छ जस्तो धादिङलाई। त्यो हाम्रो यो नेपालको ट्राफिक लाइट हेर्नु त्यहाँ 820 सेकेन्ड छ। हामी चाहिँ अब लगभग 1-1.5 घन्टापछि होइन बाउला 2 जना हाँस्दैछन्। कलङ्गी हामी अहिले अब थानको आइपुग्यो होइन। आइपुग्यो हामी काठमाडौँ छोड्यो। अब काठमाडौँ शुद्ध हो। हामी चाहिँ गल्छी भन्दा अलिकति माथि खानी खोला भन्ने ठाउँमा खाजा खानलाई ओर्ल्यौँ। अनि सरहरू चाहिँ भित्र हुनुहुन्छ, म्यामहरू पनि बच्चाहरू पनि।
त्यहाँ लागो सेल यहाँ यस्तो भिडियो खिच्दिनु न हेर्नु असलियत देखाउँदै हजुर पावर ब्याङ्क छ है सात हुन्छ है ए मजा 40% झरेको डेट हुन्छ तर गाडीमा छ है मैले ब्यागमै राखेँ त्यहाँ लाग्यो खोइ त सेल चाहिँ खाइसक्यो कि गोजीमा हाले गोजीमा हाल्यो सेल यसले सेल हेर्नुहोस् दर्शक महानुभाव यो मान्छे सेल यिनीहरूले सेल गोजीमा हाल्दैन बिहार पनि हो र म राम्रो देखाउनु हेर म सानो देखाउँछु ल हजुर वाह 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 हजुर टेबल राखेको खाइसक्यो ल थोरै रे भन्न चाहिँ अहिले यता चाहिँ थोरै भनेको छ होइन अहिले एकछिन बसमा 2 प्लेट खाइसक्यो आलु त्यसले के भन्छ अरे हामी चाहिँ निस्क्यौँ खाजा खाएर होइन एउटा पदुवा यहाँ छ अर्को पदुवा उता फर्किरहेको छ भर्खर पातेर बसेको अब पैसालाई चेन्ज गरेर हेर त कचुरी कचुरी आइपुग्यो रे कचुरी ओ त्यो फुल है के छ त्यसमा अब यताबाट आयो धामी कुरा आयो 133 किलोमिटर त रहेछ यहाँ हामी राइट धादिङ अब यताबाट ब्याक गर्न मिल्छ हेर त किन्नुपर्छ हामीले पनि मैले पनि किनेको छु हामी अब हामी धादिङ जिल्ला पर्छौँ बाटो चाहिँ सुनाइदिनु तेरो मुख अहिले मैले यतापट्ट स्वागतम
किलोमिटर अझै 18 किलोमिटर कति हो? मैले भने नि त अझै 18 किलोमिटर हुँदैन 18 सेतो सेतो खै कता आइपुग्यो ट्र्याक्टर कि सुनिरहेछ ओ लगभग 9:30 बजेभित्र आइपुग्यो अब हाम्रो होटल अलि अगाडि म सेट गर्छु ल फेरि होटलको सारा सिधा सिधा चलो स्लो स्लो गर न साइड लगा ल उयो भाइ होटलको म्याप चेक गर्छु धादिङ बेसी धमिलो आउँछ कि हुन त हामी अहिले यहाँ धादिङ बेसी गाडी यता राख्दैछौँ हामी चाहिँ अरू सबै लगेज लिएर तल अब हामी यहाँबाट हिँडेर एकछिनमा तल पुग्नेछौँ मैले के गर्छु अब आज चाहिँ ब्रेकफास्ट मागेर लिइहाल्नु त फटाफट तरकारी ल हामी चाहिँ होइन अब यहाँबाट बसेर लागिसकेका छौँ रेडी छ हाम्रो नक्कलीहरू यतै रेडी छन् त्यही भएर अब के हुने हो होइन हिटौडादेखि नै आएछन् मलाई चाहिँ अहिले चाहिँ यिनीहरूलाई भन्दा पनि मलाई चाहिँ डर लागिसक्यो सकिएन देखा जाएगा के भन्न चाहनुहुन्छ भन धादिङ जान चाहन्छु धादिङमै त हो नि क्या धादिङ जान चाहन्छु रे
काठमाडौँ बस्यो होला यो चाहिँ काठमाडौँ हो सर दादी अहिले धादिङमा मात्रै धादिङ जान चाहन्छु नि गाडी जान चाहन्छौ ऊ नदिपले भने के भएर भएछ किन्तु ए, मजा रहेछ। किन्तु ओ कुनै बोर्ड पनि रहेछ भने चाहिँ। कसरी तपाईँले अब हामी चाहिँ यताबाट राइट एकचोटि आएको लाग्ने फेरि रहेछ कन्टिन्यू हुन्छ, भने फेरि नै फर्किन्छ। हेर देखाइरहेको हाम्रो प्रदेश स्तरीय लोकनृत्य होइन आडो बुढालाई त सुभाष त्यहाँ अगाडि कहाँ चाहिँ त्यहाँ चौर छ नि चौरमा गएर अगाडि नै छ अगाडिबाट त्यहाँबाट टर्निङ है उयो रहेछ हामी जाँदैछ। कसले उयोले सरले मैले गरेको छु है मैले त गरेँ तातो मिलाउनु है खाना बनाउनु मैले मलाई किनेर एउटा तल झन् है तँलाई र म्यामलाई किनेर ल्याएर होइन अब हामी यहाँ तल लाग्ने छ लोक नृत्य प्रतियोगिता मन्दिरबाट झर्ने हो त्यहाँ बोर्ड छ कि छैन जस्तो त बोर्ड त सिधै हो कि सिधै होला जस्तो लाग्यो मलाई चाहिँ तपाईँ लागेर हुन्छ सर रियल बाटो हुनु भएन त तपाईँ लागेर मात्र हुन्छ रियल बाटो हेर्नु भएन हाम्रो चाहिँ छैन एकचोटि हामी ब्रस गरिन्छ क्रस गरेर बिस्तारो 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 एकछिन 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 ल हेलो हेलो हाम्रो हेलो गाइज वेलकम ब्याक हाम्रो चाहिँ आजको डान्स कम्पिटिसन चाहिँ उयो रिसोर्टमा हुँदैछ होइन रिसोर्टको नाम चाहिँ थाहा भएन धादिङ बेसी उता हो हुन्छ एकचोटि देखाउनु पऱ्यो त्यही भएर खिच्न लाग्यो पछाडि त रेडी छन् हाम्रो डान्स कम्पिटिसन यता हुँदैछ यहाँ पुलतिर बस्नु उताबाट यता जानु भन्नुभयो फेरि स्टेज ठुलो छ है हेर्ने स्टेज कत्रो छ भिडियो पनि छ मजाको राम्रो आउँदो रहेछ राम्रो आउँदो रहेछ अगाडि अगाडि हेर्ने ल हाम्रो हाम्रो चाहिँ रेडी छ होइन यस्तो फुल भने एक जरा टिपेर लानुपर्छ नभने नेटको लागि चाहिँ मागिहाल्ने बेलरको बिचमा परेछ एक भने चाहिँ हुन्छ है लिनको एकमा यो फर्स्टमै लिनु हो लिनको एकमा अनि दुईमा हाम्रो चाहिँ टुवेलमा रहेछ टुवेल तपाईँलाई दिएको पनि यहाँ हाम्रो त अनि बेलरको 20 बेलरको 20 लिनको चाहिँ फर्स्टमै यस्तो राम्रो राम्रो ड्रेस के हाम्रो मुजुर ल्यायो
नमस्ते भन्नु त्यो नमस्ते खै जान सकिसक्यो अब हाम्रो अघिको ठाउँमा त्यही कारणले गर्दाखेरि म सम्पूर्ण यो धार्मिक कार्यक्रममा मेरो व्यक्तिगत तर्फबाट जिल्लामा हार्दिक धन्यवाद दिन चाहन्छु र यो जो प्रदेशले गरेको यो ठुलो प्रतियोगितालाई यो सम्पन्न गर्नलाई जुन ठाउँमा आफ्नो गोल खेल्नु भएको छ त्यसलाई विशेष धन्यवाद दिन चाहन्छु र यो सबै यो प्रदेशको काम छैन पश्चिम काम छैन भने हामीले धेरै कुराहरू सुनिरहेका थियौँ एउटा व्यक्तित्व राम्रो आएको छ यो कार्यक्रम हुँदो रहेछ प्रदेश कार्यक्रमले दिन प्रतिदिन भइरहेका